कति वर्ष पुग्नुभयो विकास गुरु ए बा 56 है हामी त त्यता विकास गुरुलाई हामी त सानै थियौँ हामीले उहाँले कराते गर्नुभयो सिकाउनु सिधै करातेमा नमस्कार गुड मर्निङ साथीहरू आज चाहिँ चुनावको दिन आज कति फागुन 21 होइन फागुन 21 चुनावको दिन अब सबैजना लाइनमा छ भेटभाट पनि छैन अरे साथीहरूले भोट हाल्न आएछ आज अचानक हाम्रो आदरणीय गुरु हाम्रो विकास चौधरी हाम्रो विकास गुरुसँग भेट नमस्कार के भोट हाल्न आउनुभयो म त अब भन्दिनँ होइन यसमा हालौँ उसमा हालौँ आफ्नो मन आफ्नो विचारले भोट हाल्ने होइन हाम्रो कराते क्षेत्रमा चाहिँ शीतले करातेको सङ्घर्षमा त्यसो कति वर्ष हो तपाईँ करातेमा लाग्नुभयो शीतले 42 वर्ष भयो त झन्डै 42 वर्ष भइसक्यो यो कराते हाम्रो शीतले कराते मोरङ दुलारी गच्छा हाम्रो दुलारीको प्रमुख प्रशिक्षक हुनुहुन्छ हामी विकास गुरु आज उहाँसँग भोटको बेलामा चुनावको बेलामा अचानक भेटघाट भयो खुसी छु म अनि त्यस पछाडि अहिले त अझै पनि तपाईँ ट्रेनिङ गराइराख्नु भएको छ होइन अझै पनि खेलाडीहरू उत्पादन गरिराख्नु छ तपाईँको त फेरि उहाँको एउटा खुबी के छ भने जब उहाँले कराते स्टार्ट गर्नुहुन्छ उहाँको खेलाडीहरू प्रायः नेसनल स्तर पुगिहाल्नुहुन्छ है राष्ट्रिय खेलाडी कति भयो 13 जना पुग्यो अहिलेसम्म है नेसनल खेलाडी 13 जना पुगिसकेको छ उहाँको खेलाडी प्रमुखहरूको एक जनाको नाम त भन्नु त एउटा हाम्रो गीता चौधरी कृष्ण गुरुङ त्यसपछि धेरै छन् रोजन खड्का शान्ताहरू होइन एकदम ए ग्रेडको खेलाडी हो उहाँ चाहिँ नेसनल खेलाडी उत्पादन गर्ने हाम्रो प्रमुख गुरु हुन्छ हाम्रो म त मास्टर मात्र होइन म त ग्यारेन्ड मास्टरै भन्नुपर्छ विकास गुरुलाई तपाईँहरूको साथ सपोर्टले भएको सबै तपाईँहरूको साथ सपोर्टले मेरामाले भन्नुहुन्छ कि एउटा बनियाले हटिया लाग्दैन कि वास्तवमा एउटा बनियाले एउटा व्यापारीले मात्रै हटिया लाग्छ सबैजना मिलेर बहुत हटिया लाग्छ त्यस्तै नै म अब कराते ग्रुपमा यो ग्रुपको अब गार्जेनहरूले पनि साथ दिनुहुन्छ गार्जेनहरूले साथ दिए त खेलाडी निस्किन्छ होइन एकदम सही कुरा अब गार्जेनहरूले पनि सपोर्ट गर्नु पर्यो ल है खेलाडी बाबु राम्ररी खेल टाइममा अब घि किनिदिनु पर्यो पैसा भाडा दिनु पर्यो अनि त्यसबाट अनि डाइटहरू मात्रै दिनुपर्छ होइन धेरै गाह्रो छ सबै आफ्नै खर्चमा गर्छ केटाकेटीहरूले गुरु अब नयाँ आउने खेलाडीहरूलाई के भन्न चाहन्छु गार्जेनहरूलाई के भन्नुहुन्छ आउनुहोस् खेल्नुहोस् के भन्नुहुन्छ तपाईँ नानीहरू खेलाइदिनु भने पनि स्वास्थ्यको लागि राम्रो हुन्छ पठाइदिनुहोस् सबसे राम्रो हेल्थ इज वेल्थ अहिलेसम्म दुध चलिरहेछ नि एडमिसन यदि तपाईँहरू पनि इन्ट्रेस्ट हुनुहुन्छ भने होइन मजाले अब कराते शीतले कराते खेलाउन चाहनुहुन्छ भने अब विकास गुरु हुनुहुन्छ उहाँ पहिलेदेखि नै आज 40-42 वर्ष भइसक्यो उहाँले कराते ट्रेनिङ गराउनु भएको तपाईँहरूले पनि आफ्नो बच्चाहरूलाई ट्रेनिङ गराउन चाहनुहुन्छ भने अहिले शीतले कराते दुलारीमा एडमिसन ओपन छ विकास गुरुसँग सम्पर्क गर्नुहोला विकास गुरुको फोन नम्बर छ